मेरो युट्युब फ्रेन्ड्सहरूलाई साथीहरूलाई आज मेरो घरमा भएको फुलहरू हजुरलाई देखाउँदैछु। यसको मेरोमा 3टा भेराइटी छ, तर अहिले 2टा भेराइटी मात्रै फुलिरहेको छ। यो लङ्गेस्ट बस्छ, 1 महिना जस्तो यो फुलहरू फुलेर बस्ने गर्छ। हजुरहरूलाई यदि यसको बिरुवाहरू चाहियो भने हजुरहरूले मसँग लिन सक्नुहुनेछ। अनि बगनबेलीहरू, यो घन्टी फुल धेरै राम्रो फुलिरहेको छ। अनि साथै बगनबेलीलाई हामी यसरी सानो सानो पटउँदै लाएर पनि फुलाउन सकिन्छ। एकदमै राम्रो कलर छ यो बगनबेलीको। अनि यो हाम्रो लालपाते, सानो खालको लालपाते, हामीले यो सानो खालको लालपातेलाई हाइब्रिड गरेर पनि बनाउन सकिन्छ। अनि अरू पनि छ, हजुरलाई म कम्ती देखाउने छु। धेरै छ फुलहरू, त्यो सम्पूर्ण फुलहरू म हजुरलाई देखाउन सक्ने मेरो समय छैन। त्यही भएर यो हाम्रो क्याक्टसहरू पनि यसरी फुलिरहेको छ। यो फुल्नु बाँकी छ अनि यिनीहरू पनि फुल्नेवाला छ। यो चाहिँ हजुरलाई जब फुल्छ तब म फेरि भिडियो लगाउने छु। हजुरहरूले गुलाबहरू पनि यसरी छोटो कटिङ गरेर फुलाउन सक्नुहुनेछ। अहिले यहाँनिर पुरा कोथाहरू लागिरहेको छ। यहाँ चाहिँ भर्खरै फुल्नु सुरु भएको छ। अनि अरू फुलहरू पनि छ, धेरै छ, तर आज सबै यो भिडियोमा देखाउन सक्दैन। फेरि नेक्स्ट भिडियोमा हजुरहरूलाई देखाउने छु। यसरी क्याक्टसहरू चाहिँ पुरै अब चाहिँ फुल्न लागेको छ र कतिवटा क्याक्टसहरू फुलि पनि रहेको छ।